Hello everyone, my name is Mavindra Chamli. Welcome to my channel English with Mavindra Chamli. Let's get started. Today is day 3 of our English learning journey. We will learn about basic English introductions and greetings. तपाईहरुलाई मविन्द्र चामलिङ युट्युब च्यानलमा हार्दिक स्वागत गर्न चाहन्छु। आज हामी 3 अध्यायमा छौं र हामी आज चाहिँ विशेष गरेर साधारण तरिकाले चाहिँ हामीले अभिवादन गर्दा कसरी गर्ने अनि हामीले चाहिँ आफ्नो परिचय दिँदा सेल्फ इन्ट्रोडक्सन भनेको चाहिँ आफ्नो परिचय दिँदा कसो भन्ने सन्दर्भमा छौं र ग्रिटिङमा चाहिँ विशेष गरेर बिहानको समयमा छ भने चाहिँ हामी सुरुमा चाहिँ के हुन्छ भने हामीले भेटघाट गर्दा हेलो अनि हाई भन्ने चलन छ इंग्लिशमा है त। अनि हेलो हैन ओइ अनि हाई भनेको चाहिँ हजुर भने हो हैन। यसरी हामीले चाहिँ नेपालीमा बुझ्नुपर्ने हुन्छ। हेलो हाईको अर्थ चाहिँ ओइ अनि हजुर हो के। यसरी चाहिँ हामीले बुझ्नुपर्छ ठाडो भाषामा बुझ्दाखेरि चाहिँ है। अनि नमस्ते पनि भने हो है। हेलो भने चाहिँ फेरि ओइ भने मात्रै होइन नमस्ते पनि भने हो। र त्यसै गरेर तपाईले बिहानै कुनै व्यक्तिसँग भेट्नु भयो भने गुड मर्निङ भन्नु पर्यो। दिउँसो भेट्नु भने गुड आफ्टरनुन भन्नु पर्यो। बेलुकी साँझ पख भेट्नु भने गुड इभिनिङ भन्नु पर्यो र गुड नाइट है। बेलुका विशेष गरेर बिदा माग्ने बेलामा चाहिँ गुड नाइट भन्ने चलन छ। तर हामीले चाहिँ बेलुकी अबेर भइसकेको छ भने गुड नाइट भन्न सकिन्छ है त। त्यस्तै गरेर हामीले चाहिँ यहाँ चाहिँ हेलो भनेर चाहिँ कसैले भन्यो भने हैन अनि हाई भन्ने अनि परबाट के भन्छ भने हाउ आर यु कस्तो के छ तपाईलाई भन्यो भने हैन ठीक छ भने आई एम फाइन एन्ड यु मलाई त ठीक छ अनि तपाईलाई भन्नु पर्यो। अनि आफुलाई ठीक छैन भने आई एम नट वेल हैन आई एम नट के भन्नु पर्यो फाइन भन्नु पर्यो हैन। त्यसरी भन्नु पर्यो र यदि अनि एन यु पनि भन्नु पर्यो। अनि तपाईलाई भन्दाखेरि अनि आई एम फाइन टु भन्नु पर्यो। टु भनेको चाहिँ TOO म भोलि पर्सि बोर्डमा तपाईहरुलाई बुझाउने छु। टु भनेको अनि तपाई मलाई पनि ठिकै छ मलाई पनि भन्ने अर्थमा चाहिँ लास्टमा टु लाग्छ है त। त्यसै गरेर चाहिँ हामीले चाहिँ के भन्नु पर्यो भने सेल्फ इन्ट्रोडक्सनमा चाहिँ व्हाट्स योर नेम व्हाट इज योर नेम भन्यो भने हैन तपाईको नाम के हो भन्यो भने माई नेम इज मविन्द्र चामलिङ हैन। अर्थात् आई एम मविन्द्र चामलिङ भन्न सक्नुहुन्छ। वेयर आर यु फ्रम भन्यो भने तपाई विदेशमा हुनुहुन्छ भने आई एम फ्रम नेपाल। अनि तपाईले चाहिँ त्यहाँ चाहिँ खोटाङमा हुनुभयो अर्थात् कुनै ठाउँमा हुनुभयो भनेदेखिको त्यहाँ चाहिँ आई एम फ्रम नेपाल भनिराख्नु परेन हैन। आई एम फ्रम खोटाङ भन्नु पर्यो नि त खोटाङमा हुनुहुन्छ भने हैन। अर्थात् नेपालमै कुनै ठाउँमा हुनुहुन्छ भने आई एम फ्रम खोटाङ अर्थात् आई एम फ्रम झापा आई एम फ्रम वीरेन्द्रनगर आई एम फ्रम पोखरा हैन। यसरी चाहिँ हामीले चाहिँ भन्नुपर्ने हुन्छ। अर्को कुरा चाहिँ हाउ ओल्ड आर यु भने तपाई कति वर्षको हुनुभयो भने आई एम 41 इयर्स ओल्ड भन्नु पर्यो है। आई एम 41 इयर्स ओल्ड भन्नु पर्यो। त्यस्तै गरेर वेयर डु यु लिभ भन्यो भने आई लिभ इन काठमाडौँ हैन। तपाई कहाँ बस्नुहुन्छ वेयर डु यु लिभ। तपाई अब मलेसियामा हुनुहुन्छ भने आई लिभ इन पेनाङ हैन। तपाई इन्डियामा हुनुहुन्छ आई लिभ इन महाराष्ट्र यसरी भन्नु पर्यो। अर्को चाहिँ व्हाट डु यु डु है। तपाई के गर्नुहुन्छ भने आई एम अ फार्मर आई एम अ टिचर आई एम अ वर्कर आई एम लर्निङ इङ्ग्लिस हैन। यसरी भन्न सक्नुहुन्छ। अनि अन्तिममा चाहिँ के भन्नु पर्यो भने नाइस टु मिट यु हैन। अर्को चाहिँ नाइस टु मिट यु टु थ्याङ्क यू भनेर यसरी चाहिँ नाइस टु मिट यु तपाईसँग भेट्दा अत्यन्तै मलाई खुसी लाग्यो धन्यवाद भनेर भन्नु पर्यो। Thank you for watching this video. If you enjoy this lesson, please like, comment, share and subscribe to my channel. See you in the next lesson. Have a great day. Goodbye. Thank you.